हेलो मेरो फेसबुकको सबै फ्रेन्डहरूलाई म आज बफको अचार बनाउँदैछु अनि यो रेसिपी तपाईँहरूको अगाडि ल्याउँदैछु। अनि मैले यसरी मासु काटेर रेडी गरेको छु यसरी मसिनो काटेर रेडी गरेको छु र फेरि मैले यसरी फ्राई गर्दैछु एकदमै यसलाई मजाले रातो हुनु गरेर फ्राई गर्दैछु एकदमै कडा। अनि यसरी कडा फ्राई गर्नाले चाहिँ के हुन्छ भन्दा हामी यसलाई 1-2 महिनासम्म पनि राखेर हामी खान सक्छौँ र हेर्नुहोस् मेरो दुइटै कराईमा रेडी हुँदैछ, फ्राई हुँदैछ मासु चाहिँ। तपाईँहरूले हेर्दै गर्नुहोस् होला मेरो तरिका अचार बनाउने। यसरी अब यतिको फ्राई भइसकेको छ। अब चाहिँ मसलाहरू रेडी छ। यो मसलामा चाहिँ मैले के हालेको छु भन्दा अदुवा लसुन यसरी मसिनो काट्ने अनि जिरालाई यसरी हल्का भुट्नुपर्ने अनि त्यसपछि सौँफ दालचिनी जिरा स्टार्नेस यो सबै कुराहरू तपाईँले हाल्न सक्नुहुन्छ। यो चाहिँ सेतो तिल हो तपाईँले आफ्नो इच्छा अनुसार तपाईँलाई जे मनपर्छ हालेर अब चाहिँ हामी यसरी मिक्सीमा हालेर मसलालाई पिस्दैछु तपाईँहरू हेर्नु। र अब चाहिँ यो अचारमा चाहिने मसलाहरू त्यसरी तयारी गरेको छु। यहाँनिर चाहिँ सौँफ छ, स्टार्नेस छ हो, दालचिनी, अलैँची। अब तपाईँहरूको आफ्नो आफ्नो रेसिपी हुन्छ अनि आफ्नै किसिमले तपाईँले मसलाहरू हाल्नु सक्नुहुन्छ। यो तिखा लाल पिरो खालके र यसरी यहाँनिर यो चाहिँ तिल हो र तपाईँहरूले यसको इन्स्ट्रुमेन्ट चाहिँ मासु अब मिट कस्तो छ हाम्रो कति छ त्यो अनुसार र मैले चाहिँ यहाँनिर 3 किलो मासुको चाहिँ यसरी बनाइरहेको छु। हेर्नुहोस् यो सबैलाई चाहिँ अब म एकदमै पिसेर अब यसलाई म एकदमै पिसेर चाहिँ मिन बनाउने छु। तपाईँले हेर्दै गर्नुहोस्। यसरी जिरा चाहिँ यसरी मजाले धुलो भइसकेपछि चाहिँ हाम्रो मसला रेडी छ। यसमा चाहिँ मैले अलिकति 5 फुरन अन्त त्यसपछि कालो जिरा त्यहाँदेखि ज्वानो यसरी हालेर मजाले खराएको छु। यो चाहिँ अघि मासु फ्राई गरेको कारणले गर्दाखेरि एकदमै माथि फिस उठिरहेको छ त्यसले गर्दाखेरि भित्र मसला के देख्नु सकेको छैन र फ्राई हुँदैछ। अनि त्यसपछि चाहिँ अब यसमा चाहिँ अघि मैले काटेको अदुवा लसुन हालेर यसलाई पनि एकदमै रातो भएर खरिने गरिदिने चाहिँ हामी यसरी खराउनेछौँ यसलाई। अब चाहिँ साथीहरू यो एकदमै मजाले यसरी खरिएको छ कालो भएर एकदमै खरिएको रहेछ। अब यसलाई चाहिँ म यसरी मासुमा यसरी खनाउँदैछु नि एउटै हातले भिडियो गरेको कारणले चाहिँ यसरी भिडियो यस्तो प्रकारले आउँदैछ हेर्दै गर्नुहोस् होला। अब यसलाई चाहिँ हामी यो सबै यो खरिएको यो मसलाहरूलाई यसरी हालेर चाहिँ हामी यसलाई अब मिक्स गर्दैछौँ। अब चाहिँ यो मजाले मिक्स भइसकेको छ र यसमा हामी तिखा लाल हाल्नेछौँ। अनि त्यसपछि चाहिँ अब यसमा मसला हाल्ने बारी आएको छ र मसला यसरी मजाले हालेर यसलाई फेरि पनि हामी यहाँ म्यारिनेट गर्नेछौँ। अब भने चाहिँ साथीहरू यो मजाले म्यारिनेट भएको छ र यसलाई मैले आगोमा सानो आगोमा यसरी हल्का सँगले यसरी भुक्दै चलाउँदै मैले यसलाई पकाइरहेको छु। अनि स्वादअनुसार नुन अजिना मटर तपाईँले कसरी हाल्नुहुन्छ अनि यसरी हाल्न सक्नुहुनेछ र मैले यसलाई मजाले नुन अजिना मटरको साथमा यसलाई मिक्स गरिरहेको छु। र अब चाहिँ पालो आएको छ भेनिगरको त्यसमा तपाईँहरूले यसको सट्टामा निम्बुको रस पनि हाल्न सक्नुहुन्छ तर मलाई चाहिँ भेनिगरै राम्रो लाग्छ र यसरी अचार चाहिँ रेडी भइसकेको छ। अब चाहिँ मेरो अचार यसरी रेडी भइसकेको छ र यो सानो बट्टाको नापमा चाहिँ म यसरी प्याकेटमा यसलाई प्याक गरिरहेको छु। र मैले चाहिँ यहाँ धेरै मेहनतको साथमा यसरी प्याकेटहरू बनाइरहेको छु। यो प्याकेट खोल्दै खोलेन अब बल्ल बल्ल यो खोलिनु लागेको छ। अब चाहिँ यसमा मैले प्याकेट गरेँ साथीहरू। यसरी मैले प्याकेट गर्दै गर्दै चाहिँ अब
जम्मा 9वटा प्याकेट यसरी तयारी भएको छ है। तपाईँले पनि यसरी बनाउन सक्नुहुन्छ। तपाईँलाई मन पर्यो भने लाइक गरिदिनुहोस् होला है, कमेन्ट गरिदिनुहोस् होला, अर्डर पनि गरिदिनुहोस् होला। लु आजको लागि चाहिँ मेरो भिडियोहरू यतिमै राख्दैछु। तपाईँले हेर्नुभएको लागि धन्यवाद। बाई बाई साथीहरू सबैलाई।